छेकेसँग गर न होइन डेटिङ पनि कस्तो हौ पार्कतिर नलगेर चाहिँ यस्तो जङ्गल घारीतिर ल्याएको कहाँ जङ्गल घारी हो बस न बस यी मच्छरले टोकेको हेर्नु मलाई बस न हौ बस यार मच्छर सच्छर के हो होइन दुनियाँमा जग्गा थिएन क्या हौ यस्तो जङ्गल घारी पत्थर घारीमा आउनु पर्ने मच्छरै मार्नु भने घरमै बसेको हुन्थेन नि त के हो लाग्दो हेर त अब मलाई डेङ्गु भेट्यो भने चाहिँ नि घन्टाको डेङ्गु भेट्छ अनि बस त्यहाँ बसेर डेङ्गु भेट्नु अरे किन भेट्दैन त्यस्तो पनि मलाई यहाँ एलर्जी छ अच्छा आफ्नो एउटा प्राइभेसी पनि त हुन्छ नि त लाइफमा अन्त कहाँ त्यो मान्छेको छेउमा बसिबस्नु हो अन्त दुनियाँभरको मान्छेहरू पार्कतिर भेट्छ त रोडतिर भेट्छ जहीँसुकै भेट्छ है अहिले यस्तोमा पो गर्नुपर्छ त डेटिङ त यस्तो यसो गरौँ न बरु यो अलिकति यो खुल्ला छ एउटा एरिया डल्लै छाउँ पनि छ हो अलिकति आँखको बोट पछाडि किन जानु पर्यो तल जङ्गलतिर चाहिँ किन जानु पर्यो अब डेटिङ आएको अन्त यार अन्त के हो अन्त कस्तो कुरा डेटिङ गर्नु आएको के गर्नु आएको भेटघाट गर्नु आएको होइन अन्त भेट्यो खुसी म खुसी भइरहेछ मलाई भइरहेछ त किन जङ्गलतिर तल कुना काप्चातिर चाहिँ जानु पर्यो के खालको मान्छे हौ के हो फेरि यो दामी पर्फ्युम आदिल काद्रीबाट मगाएको नि मैले कि यो तिमीलाई भेट्नुको लागि मैले फुल्टो प्लान गरेर आएको खासमा आज कि एउटा सरप्राइज छ आँखा बन्द गरेर आँखा बन्द गर्नु यता आँखा बन्द ल ओके सरप्राइज ल हात अगाडि के हो फेरि 1 2 3 पुरा मन पर्यो वा गोल्डन कलरको कस्तो लाग्यो अन्त साँच्चै मेरै लागि हो तिम्रै लागि त ल्याएको त लगाइहाल न दामी देख्छ यति सम्झेर ल्याइदिएछौ हामी त अब डेटिङ पनि अब हुन्छ नि प्रोफेसनली गर्छ नि त मन पर्यो वेलकम वेलकम यसो गरौँ न किन चाहिँ जानु हौ किन जानु मान्छेले देख्छ नि त देखिरोस् मलाई के डर तरिका मेरो घरमा थाहा छ त अन्त तिमी मेरो बोयफ्रेन्ड हो भनेर के को डरहरू मान्छे के अन्त तिमी र म चाहिँ भेटेर बोली मात्रै बस्नु अन्त अन्त के चाहिँ गर्नु अन्त बोल्नै मात्रै अन्त फोनमा बोल्दा भइहाल्थ्यो त अन्त कलमा अब के को बोल्नु भेटिरहेछ त अन्त अरू चाहिँ के चाहियो मान्छेको अरू पनि त हुन्छ विचारहरू चाहनाहरू के हुन्छ अब के हुन्छ अब यहाँ 5G को जमानामा पुगिसक्यो हरेक कुरा नगर नि तिमी तिमी पुग न अन्त 5G को जमानामा म त राम्रो घरनाबाट आएको मान्छे त के सम्झेको छु हौ मलाई त्यस्तो नराम्रो म त त्यस्तो त केही गर्दिनँ त मैले कहाँ नराम्रो तिमी मेरो गर्लफ्रेन्ड हो कि न अन्त मैले तिमीलाई गिफ्ट दिएको थिइनँ अहिले कति घडी थाहा छ अब त्यो दाम पनि भन्ने मलाई लाजै मर्दो गिफ्ट पनि ल्याइदिने दाम पनि तोक्नु पर्ने त्यस्तो नल्याइदिनु नि पर्यो होइन रिस नरिसाउ तिमी रिसाएको लाग्दैन अहिले कस्तो राम्रो थियो अहिले हेर तिम्रो छ्या यस्तो लोला बस्नु आँखामा राम्रै खराब गरिबस्छ हौ हाउडेमा मुड त मेरो पनि अलरेडी खराबै भइरहेको छ नि मलाई भेटेर पनि तिमीलाई चाहिँ मुड खराबै भएको होइन नि हौ अब यार भेटेर मात्रै कहाँ हुन्छ हौ हौ खालको घिनै लाग्दो रहेछ हौ मान्छे झन् राम्रो पो सम्झेको त होइन हौ त्यस्तो कुरा होइन यार प्लिज हिँड न के गरेको बोका हुन्छ छेकेसँग गर न